एस्प्रेसो 30 ml हुन्छ नि त। सो अब हामीले चाहिँ यो एकचोटि ग्लासमा हाल्यो। यो स्टेप चाहिँ हजुरहरूले खासै युज नगर्ने, जस्ट आइडिया मात्रै सिकाइदिएको है। अब यो कपमा हजुरले पहिला अमेरिकानो बनाउँदा एस्प्रेसो ब्रु गर्नु पर्यो नि त। सो मानौँ हाम्रो यो एस्प्रेसो हो, कहाँसम्म ब्रु भयो? तलपट्टिको ह्यान्डलको तलसम्म। अब तलसम्म पुग्ने बित्तिकै अफ गर्ने होइन, नजल हेर्न सिक्ने पहिला चाहिँ पानी कसरी निस्किन्छ। किनभने सबै क्याफेमा सेम ग्लासेस हुँदैन, अलिक फरक ग्लासेस हुन्छ। सो त्यही भएर चाहिँ ठ्याक्क हामीले त यो खाली डिजाइनवालामा चाहिँ यतिसम्म एस्प्रेसो हुन्छ भनेर थाहा नि त। यहाँसम्म एस्प्रेसो भएपछि यसको डबल भनेपछि कहाँ हुन्छ? डोपियो ब्रु गर्दाखेरि ठ्याक्क यो ह्यान्डलको तलपट्टिको लाइनमा चाहिँ हाम्रो अब यसैलाई हामीले डबल हाल्यो भने कुन चाहिँ बेभरेज गयो? डोपियो गयो। ल हेर्नु त कहाँसम्म गयो ठ्याक्क, देख्नुभयो? ह्यान्डलसम्मै गयो नि। अब यसमा हजुरहरूले यहाँसम्म पानी एड गर्नुभयो भने के बन्यो? डबल सर्ट अमेरिकानो बन्यो। अघिको यहाँको ह्यान्डलदेखि यहाँसम्म हालेको भए के बन्थ्यो? सिङ्गल सर्ट अमेरिकानो बन्थ्यो। पानी अनुसार फरक छ हेर्नु त। अब यो त अलरेडी डोपियोमा हजुरले यहाँसम्म पानी हाल्नु त थोरै क्वान्टिटी गयो। अब यहाँबाट यहाँसम्म भनेको अलिक धेरै क्वान्टिटी गयो। त्यही भएर 75 to 80 सिङ्गल सर्ट अनि 60 to 65 डबल सर्टलाई भनेको। यो अमेरिकानो त भयो। अब त्यसपछि अब हामी नेक्स्ट हेर्छौँ लङ ब्ल्याकको लागि। लङ ब्ल्याकमा पहिला हामी के गर्नुपर्छ अरे? पानी हाल्नुपर्छ है। अब सिङ्गल सर्टको लागि कति पानी हाल्ने त? 75 to 80% हो। सो के गर्ने? अब ह्यान्डलसम्मै सर्ट गर्ने भइसकेपछि हजुरहरूले यो ह्यान्डलको यहाँसम्म चाहिँ ब्रु गर्नुपर्छ। जस्ट 30 ml को लागि मात्रै ग्याप छोडिदिने, अड्कलेर छोडिदिने। अब डोपियोको लागि 60 भनेपछि पानी अलिक के गर्नु पर्यो? थोरै तल गर्नु, धेरै तल होइन, थोरै मात्रै तल गरिदिने। त्यसपछि यहाँसम्म ब्रु गर्नुभयो भने डबल सर्ट लङ ब्ल्याक भयो। अब कुनै कुनै क्याफेहरूमा पानी कम हालेर दिनु भन्यो भने के गर्नु पर्यो? ठक्कै यससँग हाम्रो जस्तै मानौँ मलाई डबल सर्ट अमेरिकानो पानी कम हालेर ल्याइदिनु भन्नुभयो भने यो त डबल सर्ट भइहाल्यो। यसमा हट वाटर एड गर्नु पर्यो भने के गर्ने? यहाँसम्म मात्रै पानी हालेर दिने। बुझियो? केसँग सर्ट हुन्छ? सुगर अनि स्पुन अनि ससर अनि यो तिनटासँग पर्दैन, ससर, स्पुन र सुगरसँग सर्ट गर्ने। त्यसपछि डबल सर्टको लागि सिकट र डबल सर्टको लागि स्ट्रेट कट, सिङ्गल सर्टको लागि सिकट कट मात्रै हान्ने। त्यसपछि आधा नजलबाट हजुरहरूले सिङ्गल र डबल चाहिँ छुट्याउन सकिन्छ, त्यसरी छुट्याएर गर्ने है। अब कसैले अमेरिकानो, कसैले लङ ब्ल्याक गरेर सिङ्गल डबल गरेर बनाएर आज हामी टेस्ट गर्छौँ। सिङ्गल सर्ट अमेरिकानो, डबल सर्ट अमेरिकानो एक ठाउँमा राख्ने, सिङ्गल सर्ट लङ ब्ल्याक, डबल सर्ट एक ठाउँमा राखेर चारवटैको के गर्ने? टेस्ट गर्ने, किन हामीले चाहिँ डिफ्रेन्ट तरिकाले बनाएको भनेर। हुन्छ? अब हजुरहरूले चाहिँ अब अमेरिकानो लङ ब्ल्याक बनाउनु।